नमस्ते साथीहरू, टी20 वर्ल्ड कपको खेल तालिका सार्वजनिक भइसकेको छ र नेपाल समूह सीमा रहेको छ। नेपालसँगै 3 टेस्ट प्लेइङ नेसन इङ्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश पनि यो समूहमा रहेका छन् र अर्को चौथो टोली हो एसोसिएट नेसन इटली। त्यस्तै नेपालले आफ्नो सबै म्याचहरू इन्डियाको आइकोनिक भेन्यू वानखेडे स्टेडियममा खेल्ने भएको छ। हरेक ग्रुपबाट टप 2 टिम सुपर 8को लागि क्वालिफाई हुनेछन्। नेपाललाई सुपर 8मा पुग्न भने त्यति सजिलो हुने छैन। इङ्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश जस्तो ठुलो टेस्ट प्लेइङ नेसनहरूलाई कडा टक्कर दिनुपर्ने हुन्छ। टी20मा असम्भव भने केही पनि छैन। एउटा दुईटा राम्रो ओभरले पुरै गेम नै चेन्ज गरिदिन सक्छ र जुनसुकै टिमले पनि जोसुकैलाई हराउन सक्छ। नेपालले सुपर 8मा पुग्नको लागि आफ्नो 4 खेलमा 3 खेल जित्नुपर्ने हुन्छ। इङ्ल्यान्डलाई हराउन भने त्यति सजिलो छैन, तर इटलीसँगै बङ्गलादेश र वेस्ट इन्डिजलाई भने हामीले कडा टक्कर दिन सक्छौँ। वेस्ट इन्डिजलाई रिसेन्टली हराएर आउँदैछौँ, सिरिज जितेका थियौँ। टिमको मनोबल उच्च हुनेछ वेस्ट इन्डिज विरुद्धको खेलमा, किनभने टिमले हराइसकेको छ र टिममा पोजिटिभ एनर्जी हुनेछ वेस्ट इन्डिज विरुद्धको खेलमा भने। त्यो बङ्गलादेशलाई पनि पछिल्लो भेटहरूमा हामीले कडा टक्कर नै दिएका छौँ। योपालि नेपाली टिमले आफ्नो बेस्ट दिएर खेल्ने हो भने बङ्गलादेशलाई पनि हराउन पोसिबल छ। नेपालले वर्ल्ड क्रिकेटमा एउटा स्टेटमेन्ट सेट गर्नको लागि सुपर 8मा नपुगे पनि इङ्ल्यान्ड, वेस्ट इन्डिज र बङ्गलादेश मध्ये कुनै एउटा टिमलाई हराउनु पर्ने हुन्छ। नेपालले टी20 वर्ल्ड कपको सुरुवात 8 फेब्रुअरीमा इङ्ल्यान्डसँग खेलेर सुरु गर्नेछ। त्यसपछि दोस्रो म्याचमा इटलीसँग 12 फेब्रुअरीमा रहेको छ। 15 फेब्रुअरीमा वेस्ट इन्डिज, 17 फेब्रुअरीमा बङ्गलादेशसँग खेल्नेछ। सबै खेलहरू मुम्बईको वानखेडे स्टेडियममा हुनेछन्। वानखेडे स्टेडियमको कुरा गर्नुपर्दा हाई स्कोरिङ स्टेडियम मानिन्छ र टी20 वर्ल्ड कपमा पनि फ्ल्याट पिच नै एक्सपेक्ट गरिनेछ। नर्मली टिमहरूले सानो ग्राउन्ड भएको कारणले चेस गर्न रुचाउँछन्। त्यस्तै इनिसियल केही ओभरमा पेस बलरहरूलाई स्विङ पनि मिल्ने गर्छ वानखेडे स्टेडियममा। त्यसैले स्टार्टिङ फ्यु ओभरमा करण केसी नेपालको लागि इम्पोर्टेन्ट हुन सक्छन्। त्यस्तै नेपालले सबै खेलहरू एउटै स्टेडियममा खेलिरहेको भएर ट्राभल कम गर्नुपर्ने हुन्छ र इजिली एड्याप्ट हुन सक्छ। अरू टिमले किनभने ट्राभल गरेर आइरहेका हुन्छन्, एड्याप्ट गर्न गाह्रो पर्ने हुन सक्छ। जुन फर्ममा कुशल पटेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह अहिले देखिरहेका छन् यो सिजनको एनपिएलमा, यही फर्मलाई कन्टिन्यू गर्ने हो भने टी20 वर्ल्ड कपमा नेपाललाई एकदमै धेरै फाइदा हुनेवाला छ। हजुरहरूलाई के लाग्छ कि नेपालले टेस्ट प्लेइङ नेसनलाई हराउन सक्छ त यो टी20 वर्ल्ड कपमा? कमेन्टमा लेख्नु होला।